स्वस्थ खानेकुरा खाइयो भने रोग लाग्दैन। तपाईँले धेरै मसला भएको, धेरै नुन भएको, धेरै चिल्लो भएको रेस्टुरेन्टहरूमा, होटलहरूमा धेरै खानै हुँदैन भने होइन, तर त्यहाँ पनि स्वस्थ खानाको परिकार मागेर खाइयो भने त्यो सस्तो पनि हुन्छ, त्यो स्वास्थ्यलाई राम्रो पनि हुन्छ। अर्को त्यो कुरा छ, एकदमै धेरै पानी पिउनु पर्यो, त्यसलाई त खास धेरै पैसा पर्दैन होइन त। त्यस्ता विषयहरूमा अलि ध्यान दियो भने तपाईँले भनेको पैसा धेरै चाहिने होइन, समयमा सुत्ने, समयमा उठ्ने, प्रशस्त पानी पिउने होइन, अनि एक्सर्साइज गर्ने, जसले गर्दा तपाईँलाई रोग कम लाग्छ, यस्ता कुरामा ध्यान दियो भने म चाहिँ एकदम विश्वजी एउटा समय चाहिँ त्यो मलाई एकजना साथीले भनेको म बिर्सिन्न होइन, उहाँले मलाई तपाईँ पनि मान्छे हो र तपाईँ त मिसिन हो भनेको म बिर्सिन्न क्या कहिले। म बिहान 4 बजेबाट राति 11 बजेसम्म व्यस्त हुन्थेँ। 4 बजेबाट म ट्युसन पढाउन थाल्थेँ, राति 11 बजेसम्म ट्युसन पढाउँथेँ। ओहो, त्यस्तो जीवनशैली थियो होइन, मोटरसाइकलमा दौडे हेलमेट लाएर। अब अहिले चाहिँ त्यो सबै चिजलाई छोडेर ठिक्क योभन्दा धेरै, किनभने जिउ रहेन, स्वास्थ्य रहेन भने त केही रहँदैन नि त। त्यो पनि पहिलो कुरा नै स्वास्थ्य हो नि, त्यो कुरालाई ध्यान दिनु पऱ्यो। तपाईँले चाहिँ अब समयमै बुझ्नुभयो कि भएन भन्ने कुरा हो। तपाईँ मैले त समयमा बुझिने जस्तो लाग्छ, अझ ढिलो बुझेँ जस्तो लाग्छ, तर हामी मार्फत हाम्रा सरिदय मानिसहरूले चाहिँ ती कुराहरू क्या, म डक्टरको हिसाबबाट प्रेस्क्राइब